ब्रो नवास्तमा कुल लाग्यो मलाई यो देखेर यार आफैले हानेको डिस हैन आफैले फेसबुकमा शेयर गरेर हैन चेक इट आउट हैन भनेर कसले शेयर गर्छ के Alright, we are recording again. Check, mic check. What's up guys? What's up? Welcome back to my channel. तपाईलाई फेरि स्वागत छ मेरो च्यानलमा हैन. सो आजको भिडियोमा चाहिँ हुन्छ नि एकदमै खतरनाक भिडियो छ यो. हामीले रियाक्ट गर्न जाँदै गरेको. ओजी टक्सले चाहिँ हुन्छ नवाजको र जेम्सीको यो डिस हानान कसरी सुरु भयो भन्ने कुराको हुन्छ नि एउटा डिटेल भिडियो बनाएर लिएर आएको रहेछ हैन. अनि हुन्छ नि अझै पनि हुन्छ नि बिफ अझै स्टिल लाइफ छ कि सिद्धिसक्यो हैन. अब दुईजना मिलिसके कि के भयो भन्ने बारेमा पनि हुन्छ नि सो एकदमै डिटेल भिडियो बनाएर लिएर आएको छ हैन. सो आज हामीले त्यसलाई रियाक्ट गर्न जाँदैछौँ. एकदमै चासोको विषय हैन यो सबलाई हुन्छ नि कसरी सुरु भयो त भन्ने चाहिँ मेन रिजन के रहेछ त हैन. हिपहपको महायुद्धको रिजन चाहिँ के हो त भन्ने टाइपको हुन्छ नि. अस्ति मैले डिस रियाक्ट गरेको थिएँ हैन. त्यसमा मलाई पनि एकदम जोस चलिरहेको थियो कि भर्खरै आइज पन्च कि पन्च ड्यास कि ड्यास दुइटै ग्याङस्टर टाइपको होइन यस्तो बवाल मजा आएको थियो नि त्यो मलाई हेरेर होइन. म शब्दमा बयान गर्न सक्दैन कि यहाँ. सो आज हामीले कसरी सुरु भयो भन्ने यो भिडियो चाहिँ हामीले हेर्दैछौँ रियाक्ट गर्दैछौँ. सो थ्याङ्क यू सो मच फर ओजी टक्स होइन. सो प्लिज गाइज इफ यु हेभ नट सब्सक्राइब येट सब्सक्राइब टु माई च्यानल and I have already subscribed OG Talks. Please do subscribe to OG Talks, OG Talks podcast. Don't forget to subscribe. It's very free. You don't need to pay it. Like the video, comment on video, subscribe it. That's it. के भन्ने अरु. All right, बक्चोदी नगरिकन let's get into the video. नवाज भर्सेस जेम्सी. नवाज भर्सेस जेम्सी. सानो झिल्को त्यो जन्म एक नम्बरको झरेको झाट त चटमरी रसपरी गङपरी This is very disrespectful, bro. It was midnight and one of my brothers says like हुन्छ नि दाइ तपाईले चाहिँ के नभन्ने दाइ हुन्छ नि लाइक यस्तो भनिसक्यो यार दाइ हुन्छ नि you gotta say something about it दाइ हुन्छ नि we gotta take care of that motherfucker right there. सानो झिल्को बिस्तारै कसरी आग लागिमा परिणत भयो. अस्सलाम वालेकुम कैफ हालक म वालेकुम सलाम. feeling like I'm अरबी लफडा सफडा बन्ने सी मन पर्छ मलाई. र फेरि लास्टमा कसरी एकअर्काले नै पानी हालेर आगो निभाए. म्युजिकल बीफ थियो अब त्यो अब जे भयो इन्डस्ट्रीमा रमाइलो भयो but like we are good. आज हामी कुरा गर्दैछौँ यो बिफ कसरी सुरु भयो र यसको टाइमलाइन सँगै अहिले दुईजना कुन अवस्थामा छन् र बिफ सक्यो कि स्टिल छ भन्ने बारे कुरा गर्नेवाला छौँ. दिस भिडियो इज गोइङ टु बी इन्ट्रेस्टिङ. सो लास्ट very interesting. अनि नेपालको लास्ट इयरको one of the biggest beef थियो. Bro, this is very true है. नेपालमा जेम्सीको र नवाजको जतिको एउटा हुन्छ नि घमासान बिफ हुन्छ नि सायदै कसैको होला के यति चर्चामा भएको होइन अनि यति लङ टाइमसम्म चलेको होइन. ब्रो दिस इज भेरी ट्रु ब्रो. हि आस्क्स भेरी ट्रु क्वेसन के अनेस्ट क्वेसन. Was there anything personal like? Was there anything personal? नेपाली र्याप म्युजिकमा धेरै जस्तो बिफको कारण नै इन्स्टाग्राम लाइभ बनेको छ. आजभन्दा 2 वर्ष अघि 2023 जनवरी 14 मा इन्स्टाग्राम लाइभमा आउँदा जेम्सीले कसरी नवाज अन्सारी एक्स जेम्सी कहिले ब्रो इन्स्टाग्राम लाइभ भन्दा बित्तिकै हुन्छ नि मलाई चाहिँ भिटेन अनि सागर भिटेन र सागरको त्यो चाहिँ अति नै दिमागमा आइहाल्छ कि इन्स्टाग्राम लाइभ होइन. हिपहपमा चाहिँ इन्स्टाग्राम लाइभमा आउने चाहिँ अति नै चलिरहेको हुन्छ. अलिकति झ्याप भएर कोही झ्याप भएर आउँछ कोही झ्याप नभइकन आउँछ तर लाइभमा आएर बक्चोदी चाहिँ गरेर हुन्छ सबले. ल्याउँछ भनेर सोधेको थिए र त्यसको रेस्पोन्समा उनले यस्तो भने दाइ नवाज अन्सारी एक्स ठुल्लै कहिले. ब्रो यो चाहिँ मैले पहिला त्यो डिसवाला भिडियो मैले रियाक्ट गरेको थिएँ नि त्यसमा पनि मैले यो सर्ट हालेको थिएँ. मलाई चाहिँ यो अति नै डिसरेस्पेक्ट काइन्ड अफ होइन मलाई लागेको होइन सायद सबैलाई लाग्यो किनभने डाइरेक्ट लाइभमा आएर होइन अब त्यसरी हुन्छ नि डाइरेक्ट भन्दा चाहिँ अलिकति डिसरेस्पेक्ट गरेकै हो कि हो त यो चाहिँ दिस इज नट गुड होइन. त्यस्तो झरेको झाट छ नि आउँछ र यो चाहिँ अति नै हो. त्यो जन्म चाहिँ एक नम्बरको झरेको झाट त चटमरी रसपरी गङपरी पानीपुरी 6 लाखमा चिना के नै कति न भन्छ मान्छेले मनोकामनामा लर भात बेच्न राख्नुपर्छ त्यसलाई. धेरै लाग्छ यो बिफको सुरुवात त्यो इन्स्टाग्राम लाइभ तर एनदर साइड अफ द स्टोरी पनि छ जसको कारणले चाहिँ यो बिफ स्टार्ट भएको हुन सक्छ. त्यो कुरा पनि हामी लास्टमा गर्नेवाला छौँ. अनि यो सुरुमै गरौँ न त्यो कुरा. 2023 फेब्रुअरी 21 मा नवाजले रेगिस्तानको कुरा गीत ड्रप गरे जसमा जेम्सीको लागि 1-2टा सबलिमिनल सर्ट्स थियो. मैक्स फोर्स इन्स्टाग्राममा चिप टक भेट्छ त्यसले रिबक पल्टाइ पुल्टाइ काचा कुचक ओरिगामी मान्छे म अगोरी तर वाक्क अब सिमी खानी. बट ही स्टिल क्यानट गेट रिड अफ द हेट फिलिङ्स
टुवार्ड हिम। जति बेला पनि के गीत लेख्न खोज्दा जेम्सीको मुख आँखा अगाडि आउँथ्यो भनेर द मौसम पोडकास्टमा पनि भनेको छन्। So I'm making songs अनि झन् त्यही थोपडा याद आइदिने क्या ब्रो। अनि एज ऱ्याप इज अ कम्पिटेटिभ स्पोर्ट हो र यसमा सबलिमिनल चलि नै राख्छ। त्यसै गरी त्यसको 1 वर्षपछि 2024 जनवरी 16 मा 15 टप गीत ड्रप गरे जसमा पनि के सबलिमिनल सर्ट्स थियो। तँलाई चिलाएर इन्स्टाग्राममा लाइभ आयो त मेरो नाम लिएर तेरो कुरा सुने मैले थोपडै पात लायो तैँले धाक लायो सबै गफ मलाई क्याप लायो हामीले ग्याङ्स्टर ऱ्यापर ट्र्याप ल्यायो। अनि त्यसपछि 2024 नवाज चाहिँ लिटरली होइन मलाई अस्ति दुइटै ग्याङस्टर जस्तो लागिरहेको थियो होइन ग्याङस्टर टाइपको के हुन्छ नि ऱ्याप पनि त्यस्तै होइन नवाज चाहिँ मलाई लिटरली ग्याङस्टरै लाग्छ कि होइन ग्याङस्टरवाला ऱ्याप ल्यायो काइन्ड अफ थिङ्स होइन एकदम ट्रु। मार्च 29 मा गएको इपीको ब्लाइन्ड ट्रिप भन्ने गीतमा पनि केही सर्ट्स थियो। तलेर गन हामी ल्याइदिन्छ ट्याङ द्याट्स भेरी हम्बलफुल ब्रो। पोखरालाई माया छ ब्रो तर त जस्तो बिच समथिङ के अरे पोखरालाई माया छ तर यु जस्ट अ बिच म्यान। ओके ओके दामी। यसरी गीतहरूमा सबलिमिनल आइरहेको थियो तर जेम्सीको साइडदेखि यो रिलेटेड कुनै रेस्पोन्स आएको थिएन। अनि 2024 जुलाई 4 जेम्सीको आउटसाइड भन्ने ट्र्याकमा जेम्सीले एफ द्याट डल्ले गेन्जी भनेर डाइरेक्ट सर्ट्स दिएर यो नै जेम्सीको साइडबाट इन्स्टाग्राम लाइभ पछि गीतमा पहिलो रेस्पोन्स थियो। अनि त्यसपछि दुईजनाको बिफको कुरा बल्ल सर्कुलेट हुन लाग्यो र फ्यान्सहरू पनि डिभाइड हुन लागे। त्यही टाइममा जेम्सीको 2023 जनवरी 14 मा आएको लाइभको क्लिप फेरि सर्कुलेट हुन लाग्यो तर त्यो टाइममा नवाज अन्सारी मिलिट्रीमा थिए र यो बारे यिनलाई केही आइडिया थिएन। All that stuff was happening and I had no idea. घर फर्किनु भन्दा केही अघि somebody sends him यस्तो भइरहेछ बाहिर भनेर अनि that's really pissed him off. Somebody sent me like यस्तो खालको गीत आउँछ है ब्रो भनेर and I listened to that shit and like and immediately हुन्छ नि that shit got me aggravated and fucked up, right? तर त्यो गीत सुन्नु भन्दा अघि have different mentality घर गसी different types of music बनाउँछु म्युजिकमा आफ्नो स्टोरी सुनाउँछु भन्ने सोचिरहेको थिए। Before I heard that song I was in thinking कि like म घर जान्छु and I'm gonna do a different style of music. घर आइसकेपछि पनि उनले रिप्लाई गर्ने खासै सोचिरहेको थिएनन् तर when some of his brother told him त्यति बेला उनले बल्ल रियलाइज गरे कि he have to reply जेम्सी आफूलाई डिफेन्ड गर्न भन्दा मात्र पनि आफ्नो फ्यामिली र फ्यान्सलाई डिफेन्ड गर्नको लागि अनि स्ट्यान्ड आउट। And it was midnight and one of my brothers says like हुन्छ नि दाइ तपाईले चाहिँ के नभन्ने दाइ हुन्छ नि like यस्तो भनिसक्यो यार दाइ हुन्छ नि you gotta say something about it दाइ हुन्छ नि we gotta take care of that motherfucker right there. अनि that's when I realized you know what this is not just about me. I could be at that point be like nah man fuck I don't even care about that dude like हुन्छ नि like fuck it हुन्छ नि like who's that dude हुन्छ नि like but like when I realized कि like this shit is actually मेरो कडा पनि personal boy so if they all believe in me and I represent all of them it's not valid for me to just let that go. त्यसपछि 2024 अगस्ट 10 मा किफा हालु गीत ड्रप गरे। किफा हालु अराबिक वर्ड हो जसको मिनिङ हाउ आर यु हो। यो गीत ड्रप हुन साथ सोशल मिडियामा डाइरेक्ट उसैलाई नै पोइन्ट गरेर बनाएकै भिडियो हो हैन। अनि त्यस मलाई चाहिँ यो यसको यो रियल नाम चाहिँ थाहा थिएन है टाइटलको चाहिँ यो भने चाहिँ यो हो भन्ने चाहिँ थाहा थिएन। ओके हाउ आर यु भनेर जेम्सीलाई सोध्या होला हैन से भन्यो अनि त्यसको रिप्लाई गर्दै अगस्ट 12 मा जेम्सी हैज रिप्लाई विथ एन अनदर अराबिक टाइटल नेम अन्ना बिख्यार। इन्डस्ट्रीको सबै फेक ग्याङ्स्टरहरू एकजुट भई मिलेर आइज। ब्रो यो भर्सलाई त कोले बिर्सिन सक्छ हैन। दिस इज भेरी 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 भाइरल भर्स ब्रो। टिकटक हुँदी इन्स्टाग्राम हुँदी फेसबुक हुँदी युट्युबको सर्च हुँदी हैन एभ्रिवेयर जेम्सीलाई हैन जेम्सी बनाएको चाहिँ यो भर्सले जस्तो लाग्छ मलाई हैन। अति नै भाइरल हो नि त ब्रो एभ्रिवेयर के भर्खरै आइज अहिले आइज। अन्ना बिख्यार पनि अराबिक वर्ड हो जसको मिनिङ आई एम वेल हो। टाइटल चाहिँ दुईटैको दामी है एउटाले भने हाउ आर यु अर्कोले ओ दामी यो चाहिँ मेक सेन्स है अति नै मेक सेन्स ब्रो दामी ब्रो यो चाहिँ अति नै मेक सेन्स यार कसरी सोचिरा हो।
काउन्टरहरू दिएको थिए र धेरै पन्चेसहरू ड्रप गरेको थिए र अनाबिख्यारमा जेम्सीले काउन्टर ब्याक दिइरहेको थिए जसले गर्दा अडियन्सलाई अझै मजा आइरहेको थियो। हाम्रो हो र ब्रोले के गरिरह्यो छोरोहरू च्याट भरि मुजी दाइ जेम्सी 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 दाइ जेम्सी दाइ नबास नबास दाइ नबास 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 गर्छौ हेर है। त्यसपछि आफ्नो साइडबाट अब डिस नआउने भन्दै जेम्सीको डिस सेयर गरेर आफ्नो साइड ठुल दाइलाई दसैँको साथसाथै 30 पनि लागेछ। ओके कुरो बुझेर गर्मीमा जकेट पनि फुकालेछ। स्याबास। ओके अब यही तरिकाले कोसिस जारी राखेमा राइमहरू पनि सुध्रिन्छ। All my people do check this song out and come. Whoa bro नवास्तवमा कुल लाग्यो मलाई यो देखेर यार। आफैलाई हानेको डिस होइन आफैले फेसबुकमा सेयर गरेर होइन चेक इट आउट होइन भनेर कसले सेयर गर्छ के ब्रो। दिस इज भेरी हम्बलफुल म्यान। ड्याम ब्रो यो त अति नै रेस्पेक्टफुलवाला काम होइन भने आफैलाई डिस गरेको डिस सेयर गरेर कसले ल चेक इट आउट भनेर भन्छ यार। रेस्पेक्ट ब्रो रेस्पेक्ट नवाज। दिस इज भेरी हम्बलफुल म्यान। बाट यो बिफ इन गरेका थिए। यो बिफ अडियन्सहरूलाई इन्ट्रेस्टिङ भइरहेको थियो र यसमा त्यस्तो साह्रो पर्सनल कुराहरू पनि आएको थिएन र यो बिफ हेल्दी नै देखिरहेको थियो र यो दुई डिसहरू टिकटकहरूमा एकदम पपुलर भइरहेको थियो र मेनली जेम्सीको गीतमा चाहिँ बेसी टिकटक र रिल देखिन्थ्यो। त्यही भएर चाहिँ होला के जेम्सीको पपुलारिटी 81 वाट त बढेको देखिन्थ्यो। एट द सेम टाइम चाहिँ अडियन्सले पनि त इन्जोय गर्न पायो नि त। पायो म्युजिक नेगेटिभ साइडलाई चाहिँ किन हेर्ने अबे यार पायो म्युजिक पायो म्युजिक नेगेटिभ साइडलाई चाहिँ किन हेर्ने दुवैजना भन्दा नि मलाई चाहिँ एकदमै फाइदा भयो। ओके तर यता हिपहप कम्युनिटी जेम्सी धेरै भाइरल भयो भन्नु खोज्यो। नवाजले जित्यो जस्तो कुराहरू देखिन्थ्यो। छैन क्या इट्स नट लाइक सी नवाज केम इन हार्डर होइन। इट्स लाइक पहिला भन्दा यु केम इन हार्डर इज लाइक डाइरेक्ट पोइन्ट गरेछ। जेम्सी वाज पोइन्टिङ हिम आउट होइन। अब जेम्सीबाट पनि आई वाज एक्सपेक्टिङ अलिकति बेसी नै र यही टाइममा जेम्सीको पनि रिक्सटेप भन्ने मिक्सटेप आएको हुँदा त्यसलाई चाहिँ राम्रो रिच जान पुग्यो। त्यो मिक्सटेपबाट एम्स्टरडम र रौसी लागे जस्तो गीतहरू एकदम पपुलर भए। यो गाना चाहिँ दामी छ ब्रो। यसमा चाहिँ दुई मत छैन। यो गाना चाहिँ अति नै क्याची हुन्छ नि। एम्स्टरडममा दामी अति दामी। मैले यो चाहिँ भेकको र उसको गाना पनि सुनेको थिएँ होइन। मैले त्यो हेरिसकेँ सुनिसकेँ त्यही भएर मैले रियाक्सन भिडियो नबनाएको। पहिला हुन्छ नि पहिला हेरिसकेपछि फेरि त्यही भिडियो रियाक्ट गर्दाखेरि यस्तो अल्छी लाग्छ नि त्यो काइन्ड अफ त्यो भाइबी आउन्न क्या। त्यही भएर मैले केटाहरूले उता बजाएको छ भने पनि आई डोन्ट लिसन द्याट सङ के हुन्छ नि रियाक्सन गर्नको लागि के त्यो मजै आउनु त्यो भाइबी आउन्न क्या ब्रो। त्यही भएर मैले पहिला हेरिसकेँ। पहिला सोचिरहेको थिएँ मैले त्यो पनि रियाक्ट गर्छु भनेर तर त्यो मैले पहिला हेरिसकेँ अनि त्यो पछि गर्दा मजै आउन्न क्या त्यो। र बिस्तारै अब यो बिफ चाहिँ सेलाउला जस्तो देखिन्थ्यो। तर बिफ पछिको मिक्सटेपमा झोलामा जब्स भन्ने गीत थियो जसमा मलाई चिन्दैन भन्नेलाई मेरो गीत सबै याद छ। रातभर रिसर्च गरेर भोलिपल्ट चिन्दैन भन्छ भनेर भनेको थिए। यसपछि जेम्सी लाइभमा आएर नवाजको डिस रियाक्ट पनि गरेको थिए र दुवैजना कुल नै देखिन्थे। त्यही समयमा ब्रेक स्टेसनको पोडकास्टमा जेम्सीले नवाजले एप्रिसिएट गरेको छन् र यो बिफले गरेको पोजिटिभ साइडको कुरा गर्छन् र उनी यो कुरालाई लिएर पोजिटिभ नै देखिन्थे। ठिकै छ एज एन आर्टिस्ट उसलाई मैले एकदम रेस्पेक्ट गर्छु होइन। मैले भन्दा त धेरै राम्रो ऱ्याप हान्छ उसले धेरै राम्रो पार्ट्सहरू गर्छ होइन। यसको केही महिनापछि यो कुरा एडमिटेड दैट नवाज इज भेरी बेटर देन हिम। द्याट्स अल्सो रेस्पेक्टफुल होइन। सही हो पोजिटिभ नै देखिन्थे। ठिकै छ एज एन आर्टिस्ट उसलाई मैले एकदम रेस्पेक्ट गर्छु होइन। मैले भन्दा त धेरै राम्रो ऱ्याप हान्छ उसले धेरै राम्रो पार्ट्सहरू गर्छ होइन। ब्रो दिस इज रेस्पेक्टफुल है। पछि नवाजको भौकत भन्ने गीतमा भुक्नेलाई नटोक्दा सोच्दिन्छन् विक यस्तो जवानामा हान्देखि ठिक चुप लागि बस्यो हार्यो रे लिग भनेर ओभर। ब्रो नवाज इज भेरी 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 गुड इन राइटिङ है। यस्तो मेक सेन्स वाला राइटिङ हुन्छ क्या नवाजको होइन त्यो गानाहरूमा होइन। यहाँ पनि उसले अब हुन्छ नि पहिला त त्यो उसकै बिफ सेयर गरेर चाहिँ अब ल लेट्स स्टप दिस काइन्ड अफ हुन्छ नि उसले सोच्यो नि त। अब उसले त्यसरी सोच्यो अनि ऊ चुप्प लाग्यो भनेर चाहिँ हुन्छ नि आफू चुप लागि बस्यो हार्यो रे लिक
दिस इज भेरी सिमिलर के अनि दिस इज भेरी डिप पनि हुन्छ नि दामी हि इज भेरी डोप इन लिरिक्स ब्रो होइन चुप्प लागेर बस्यो भन्दैमा हार्यो भन्ने त होइन नि त ब्रो होइन टाइम पिरियडमा भएको कुराले समेटेर रिप्लाई गर्छन् बोक्नेलाई नटोक्दा सोच्दिन्छौँ विक यस्तो जमानामा सिधै ठोक्दै के ठिक आफ्नो पाराले प्रायसँग हुँदैन क्लिक आफू चुप लागि बस्यो हार्यो रे लिक अनि यही गीतमा लास्ट रेस्पोन्स हुन्छ र यसपछि के गीतहरूमा सर्ट्स नै आएको छैन र फ्युचरमा पनि नआउने जस्तो छ यो त भयो सबले थाहा भएको साइड अफ द स्टोरी तर अर्को साइडको स्टोरी के छ भन्दा नवाजले किफा आलोक भिडियो सुट गरिरहेको बेला बीटीएसमा भन्दै थिए कि जेम्सले केही वर्ष अघि नवाजसँग आफ्नो गीत मिक्स गर्न भनेर गएको थिए पहिला नि बिफ थियो दाइ कि ना म्यान honestly like मलाई के लाग्छ भन्दाखेरि पहिला if I'm not wrong हैन मान्छे मलाई अप्रोच चाहिँ गरेको थियो for like mix हैन त नवाजले आफ्नो लागि मात्र मिक्स गर्छु कमर्सियल पर्पसको लागि अझै गरेको छैन भनेर रेस्पोन्स गर्छन् र त्यो जेम्सलाई नराम्रो लागेको हुन सक्छ भन्छन् मलाई सिद्धान्त लाग्छ यो मिक्स फर मी टाइपको अनि लाइक मलाई you know what bro म कमर्सियली मिक्स चाहिँ गर्दैन मैले आफ्नो प्रोजेक्टहरुमा त मिक्स गरेर हामी सबैको that's what I do भने मैले पैसा लिएर मिक्स गर्ने त्यो मसँग टाइम पनि छैन that's what I told him and I think the conversation tastes okay but after that one day like उसको लाइफमा के बोलेर रहेछ अनि त्यसपछि सायद त्यही नै होला त केटा के भन्छ तिमीहरू त्यही नै होला त रिजन जेम्सीले यसरी सुरु गरेको लाइभमा आएर होइन नवाजले त पहिला भनेको छैन कोही पनि भिडियो आएकै छैन पहिला नवाजले लाइभमा आएर यसो गरेको भन्ने कोही आएकै छैन नि त सायद यही हो कि रिजन ट्र्याकमा भिएसएक्सले म सिकाउँछु सबैलाई ड्रिल भन्ने के भनेर भनेको थिए र त्यही टाइममा जेम्सीको र नेस्टीको बिफ थियो अनि जेम्सीले त्यति बेला ड्रिल म्युजिक पनि गर्थ्यो र त्यसैले यो कुरा पर्सनल लागेको हुनसक्छ या भिएसएक्सले इन्टेन्सनल्ली सर्ट्स दिएको पनि हुनसक्छ तर नवाज अन्सारी यो कुरा सोचेको नै थिएनन् भनेर ओडीडब्ल्यू रेकर्ड्सको पोडकास्टमा पनि भनेको छन् उसको साइड अफ स्टोरी सुन्दाखेरि चाहिँ कस्तो रहेछ भन्दाखेरि एउटा भिएसएक्ससँग मैले गीत गरेको थिएँ कि ब्रो ड्रिल गर भन्ने सो त्यो बेला त्यो पोइन्ट अफ टाइममा चाहिँ जेम्सी अनि चोकोचे रेकर्ड्स नेस्टी यिनीहरू गएको केही रहेछ त्यो बेलामा आई ह्याड नो आइडिया त्यो बेलामा नेस्टीको र जेम्सीको पनि बिफ चलाएर रहेछ त्यो पनि हामीले हेर्नुपर्छ है पछि जेम्सीहरू पनि ड्रिलहरू गरेर आउँथ्यो अनि हामीले पनि ड्रिल गर भन्ने गीत झार्यो अनि म तँलाई सिकाउँछु ड्रिल भन्ने के टाइपको कोरस हानेको छ भिएसएक्सले मलाई सो कुनै कन्टेक्स्टै छैन ब्रो होइन मलाई त एउटा ट्र्याक आयो म त झ्याममा हानिदिन्छु भनेर गरे हो नि त सो उनीहरूको साइड अफ पिपलहरूलाई चाहिँ लाइक हामीले चाहिँ उनीहरूलाई ऱ्याग हान्ने टाइप्सको भयो सो त्यो कुरा मैले पछि आएर थाहा पाएँ बट लाइक मेरो साइड अफ स्टोरी चाहिँ लाइक द्याट्स वाट ह्यापन लाइफमा ऱ्याग हान्यो होइन त्यो कुराले गर्दा चाहिँ मैले आई ह्याड टु कम अप विथ समथिङ अनि ओके इज बिफ स्टिल दिस इज द मेन थिङ द्याट वी निड टु नो ब्रो के यो बिफ स्टिल अलाइभ छ त के अझै बिसाउने सम्भावना कति छ रिसेन्टको पोडकास्ट र इन्टरभ्यू हेर्दा चाहिँ यो सबै कुराहरू अहिले सर्ट आउट भइसक्यो र अब दुईजना गुड छन् दुईजना आफ्नो आफ्नो गरम टाइपको फोन कल पनि रिसेन्टली भइसक्यो भनेर 1 विक अघि आएको सञ्जय सिल्वाको पोडकास्टमा भनेको छन् लाइक वी आर गुड अहिले त लाइक इन टर्म्स लाइक अब म उसलाई हेलो गर्छु भन्दा पनि रिसेन्ट डेजमा अब लाइक वी ह्याड अ कन्भर्सेसन हुन्छ नि अनि लाइक हुन्छ नि नो हेट भन्ने टाइपले हुन्छ नि त्यो टाइपले दुईजनाबाट कम्प्रोमाइज टाइपको एउटा कल भएको थियो भनौँ न बिफ र नेगेटिभ एनर्जीमा बसिराख्नु दुईजनाले नै मन छैन भनेर दुईजनाले नै पहिलेदेखि भनिसकेको पनि छन् र यसरी यो बिफ सकियो र अहिले आएर हेर्दा यो बिफ इन्डस्ट्रीको लागि एकदम इफेक्टिभ हुन पुग्यो टुटेले राम्रो पुस पाएर राम्रो कुरा भनेको यो बिफ एकदम राम्रो तरिकाले नै रिजल्भ भयो प्रप्स टु बोथ अफ देम अलराइट दामी भिडियो दामी हो होइन अनि मेन कुरा चाहिँ बिफ सुरु भएको अघि नै मैले भने जस्तै होइन जेम्सीकै साइडबाट जस्तो लाग्यो मलाई यो भिडियो होइन पुरै हेरेर भ्याउँदाखेरि किनभने नवाजको कुनै केही पनि आएको छैन क्या पहिला होइन अब त्यही जेम्सीकै मात्रै आइरहेको छ हामीले देखिसक्यो होइन मेन कुरा भनेको एज अ फ्यान एज अ अडियन्स चाहिँ हामीलाई चाहिँ दुइटै राम्रो लाग्छ होइन दुइटै अघि बढ्नुपर्छ एन्ड हुन्छ नि दुइटै मिलेर चाहिँ होइन कोलाबोरेसनहरू आएर चाहिँ हिपहप इन्डस्ट्रीलाई चाहिँ अझै अगाडि लानुपर्छ होइन किनभने लडेर केही हुनेवाला छैन के केटा हो लडेर केही हुनेवाला छैन होइन मेन भनेको मिलेर गयो भने केही हुने हो के जिन्दगीमा होइन के भन्छ तिमीहरू त्यही होइन त कुरो सही हो अनि अर्को कुरा के थियो भनेर मैले भन्नुपर्ने अरू केही छैन ब्रो मलाई भिडियो दामी लाग्यो मलाई दुइटै दामी लाग्छ नवाज पनि जेम्सी पनि दुइटै राम्रो लाग्छ होइन सो त्यही हो मेन कुरा भनेको मिलेर अघि बढ्ने हो अनि मैले धेरै कुराहरू मैले बिचमा पज गरेर भनिसकेँ होइन भन्न पनि केही छैन भन्न पनि एउटा कुरा छ डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब द्याट्स इट
Okay, you see here how I did. You have to do this, bro. All right, guys. Thank you so much for watching this video. Don't forget to like, don't forget to subscribe. See you in the next video, guys. Bye-bye.